सो गाइज वेलकम टु माई सेकेन्ड भिडियो। फर्स्ट भिडियोमा चाहिँ मैले बिटकोइनको प्राइस एक्सन एनालाइसिस गरेको थिएँ। यो भिडियोमा चाहिँ म इथेरियमको गर्दैछु। सेम छ, प्याटर्न पनि सेम छ। बिटकोइनले ब्रेकआउट गरिसक्यो, इथेरियमले चाहिँ गर्न बाँकी छ र यो ब्रेकआउट दियो भने चाहिँ प्राइस एक्सनले के भन्छ हेरौँ है। 4000 सम्म पुग्न सक्छ इथेरियम यो ब्रेक गर्यो भने। जहाँसम्म लाग्छ मलाई ब्रेक गर्छ, तर हल्का तलपट्टि चाहिँ आउँछ के यो 3100 तिरको रेन्जमा आउँछ कि ट्याक्क यो सपोर्टमा 3059-60 तिर आउँछ। तर एकचोटि चाहिँ हल्का करेक्सन चाहिँ हल्का आउँछ है, किनकि हिजोको भिडियोमा पनि मैले भनेको थिएँ बिटकोइनले हल्का करेक्सन दिन्छ भनेर। यो सब अल्टकोइनहरूले फलो गर्ने भनेको प्याटर्न बिटकोइनकै हो। अनि 4 आवर टाइम फ्रेम हेरौँ। 4 आवरमा पनि त्यस्तै छ, ट्याक्क कि त यो जोनतिर कि त यो सबको लिक्विडिटी लिनको लागि यतातिर आउँछ। 15 मिनटमा पनि सेम छ, झन् 15 मिनटमा त यत्रो छ यो सबको। खै कता गयो यो सबको, यहाँ लिक्विडिटी लिन ट्याक्क यो रेन्जतिर सबको लिक्विडिटी ग्राब गरेर अनि त्यहाँबाट यहाँबाट पम्प गरेर यो ब्रेकआउट दिन्छ जस्तो लाग्छ मलाई चाहिँ। मेरो इन्ट्री ट्याक्क यो 1 डेको क्यान्डल यो यहाँ माथि क्लोज गर्यो भने चाहिँ ट्याक्क 3348 को माथि क्लोज गर्यो भने चाहिँ मेरो इन्ट्री हुन्छ। सो गाइज यही हो मेरो भिडियो। होप यु गाइज लाइक दिस भिडियो। ओके।